अब हामी चाहिँ यहाँबाट खाजा खाएर निस्किन लाग्यौँ। अब श्राम संस्कृति पार्टीतिर जाने हो। यहाँबाट सिधा जाने होला नि त होइन? अझै यताबाट होइन? यो त फेरि यहाँबाट त वन वे जानुपर्ने होला तल होइन? त्यहाँ सोध्दै जानु होला त्यसो भने। हुन्छ बुवाला यसो घुमेर एकचोटि गइहालौँ न त भन्ने कुरो नि। हाम्रो यात्रा फेरि सुरु भयो यहाँनिर होइन। साथीको त्यो अब यहाँदेखि हामी बिएमडब्लुमा होइन श्रम संस्कृति पार्टीतिर जाँदैछौँ। विराटनगरको बसेपछि हामी यहाँको कस्तो राम्रो ठाउँ के सफा बनाएको। हामी चाहिँ अब यहाँनिर कस्तो राम्रो ठाउँ, रमाइलो दृश्य हेर्नु होला यहाँनिरको। श्रम संस्कृति पार्टी हामी चाहिँ पार्टी भनिरहेको छु यार। के हो यस्तो आइपुग्न लागिरहेछौँ यहाँबाट। कस्तो राम्रो बाटो पनि बनाएछ है, गल्ली बाटो जस्तो, तर राम्रो बनाएको छ। यहाँको अन्त सावित्रीमा गएर थुक्पा खायो क्या। सुक्खा थुक्पा भन्दै थियो। सुक्खा थुक्पा भन्दो रहेछ क्या। सुक्खा थुक्पा भन्दै रहेछ। सुक्खा थुक्पा खायौँ। बाई बाई। समियाहरू आए, बहिनीहरूले पुरा पोज दिइरहेछन्। कहाँ हामीले उयो स्कुटर माथि नै लानु पर्छ? यतै पार्क गर्ने हो स्कुटर। दुई पाङ्रे यतै पार्क गरौँ। ल तिमी पार्क गरेर आऊ। यहाँनिर त फुड डेलिभरी पनि गराउनु हुँदो रहेछ होइन। यहाँनिर हेर्नुहुन्छ सेवा सुविधा त खतरा रहेछ। हामी चाहिँ यहाँ आइसकेको छौँ। साथीले त्यहाँ पार गरिरहेछ श्रम संस्कृति पार्टी। तिमीलाई नदेख्दा कुन छ एभोकाडो पाउँदैन। एभोकाडो त खानै सकिनँ। मलाई पनि सुरुमा चाहिँ कस्तो नमिठो लागिरहेको थियो। उयो साग पनि पाउँदो रहेछ। ल भरे फर्किँदै अनि पछि चाहिँ मलाई मिठो लाग्न थाल्यो कि एभोकाडो। खुर्सानीहरू कम भयो कि जस्तो लाग्यो। र श्रम संस्कृति पार्कमा आइसकेको छौँ। अब यो चाहिँ के हो यताको बाटो चाहिँ? यताको बाटो भनेको नि बिना टिकटको हो। फ्री टिकट पैसा लाग्छ। ए हामी चाहिँ अहिले अब पैसावालैतिर जाउँ। इन्ट्री फी रु 25 रुपियाँ रहेछ। 35 पो रहेछ त। म गर्छु दिइहाल्छु नि, छोड न बस भिडियो बना। साथीले यहाँनिर त्यो गरिरहेछ टिकटको लागि। यस रोग धरान बाई त सचेत धरान समूह धराने
धरने पो धरनी समूह यस यस ल हामी चाहिँ 35 रुपियाँको टिकट काटिसकेर भित्र छिरिसकेका छौँ आनन्द साथीरामा चाहिँ अब कर्मलाई साइडमा राखेर अब हामी घुम्न आयौँ अब हामी चाहिँ यहाँनिर घुम्न आइरहेको छौँ धर्म कर्म हामीले अहिलेसम्म गरिसकेका छौँ गरिसक्यौँ अब मेरो चाहिँ पर्यटन वर्ष 2082 को है यो टोपी स्पेसली फरेस्टीबाट यो उपहार आएको थियो साथी थ्रुबाट आज खतरा त्यो भयो अब हामी यहाँ धर्म कर्म सकाएर एक ठाउँमा बसौँ है हामी सुरुमा है आनन्दले बसौँ उयो माथि शीतलमा बसौँ है शीतलमा बसेर गफ गरौँ न उयो माथि जाउँ न उयो के छ त्यहाँनिर त्यहाँ त के हुनु नि त्यस्तै छ के छ त्यस्तै अन्त दुई पनि बोलिसक्यो यहाँनिर उहाँहरू काम गरिराख्नु भएको छ होइन फ्रीमा होला श्रम गरिराख्नु भएको छ यत्तिको चाहिँ हुनुपर्छ है के छ त अनि तिमीलाई पनि फुलहरू त राम्रो रहेछ क्या फुलहरू ओहो यस्तो हरियाली होइन कस्तो माया हुन्छ नि त्यो हामी उताबाट त्यो झ्याङझ्याङ झुङझुङ झ्याङझ्याङ टाटा टुटु अनि धुलो धुवामा बसेकोले होला होइन कस्तो रिल्याक्स टाइपको फिल भइरहेछ हामी चाहिँ यहाँ आइसकेपछि आएर हामीले एकदम राम्रै काम गरेछौँ लभ विथ बटमा एकदम रमाइलो छ बटरफ्लाई पनि नेचरसँग रमाइलो गरिरहेछ होइन फुलको रस खाँदैछ है फुलको रस खाँदैछ त्यहाँबाट चाहिँ राम्रो देखिन्छ कि आमै नि कस्तो राम्रो सिडी ओइ भिडियो बनाइदिन्छ हामी चाहिँ अलिअलि यहाँनिर डाँडामा जान लागिरहेछौँ किनकि अलिकति अब त्यहाँबाट चाहिँ सबै देखियोस् न भनेर होइन अब फर्स्ट टाइम आइरहेछ के थाहा लास्ट टाइम पनि हुनसक्छ यो हाम्रो अब नेक्स्ट टाइम आइन्छ आइँदैन फिक्स पनि छैन होइन त्यही भएर हामी चाहिँ अलिकति माथिबाट ठाउँलाई अब्जर्भ गरौँ न भन्ने हिसाबले चाहिँ आउँदैछौँ साथी कि प्यान्ट टाइट भयो कि लुज भयो खाइएछ कि अलिकति पेन टाइट भइरहेको छ हो पक्कै हो नि आज मस्त खाइयो ल हामी चाहिँ यहाँनिर अब उकालो लागिरहेछौँ साथी र म म त मर्छु हो यहाँबाट चाहिँ हामी हेर्न सक्छौँ भनेर चाहिँ डाँडामा आएको तर डाँडामा केही नदेख्नु यता आउन त उयो कसो उयो मैले त्यसरी के पानी खाने पानी पनि चिसो ल्याएको ओ यहाँबाट हेरौँ यहाँबाट चाहिँ कस्तो राम्रो दृश्य देखिन्छ है बच्चाहरूलाई पनि धेरै माइन्ड फ्रेस हुन्छ है हामी चाहिँ यहाँ गर्मी भएर अहिले थाकेर बसिरहेछौँ आज त मेरो त के निधार भरि टिकै छ त है तिनवटा मन्दिर गयो टिकहरू खतरा छन् साथीले चाहिँ अब मिल्दैन थियो मेरो साथी मात्रै थियो 2 बजे ठ्याक्कै मन्दिर घुम्दा मन्दिर घुम्यो खाजा खाइयो आयो अब पार्टी तिमीले एउटा कुन ठाउँ भनेको थियो त्यो जाने त्यहाँ जान सकिँदैन चिन्डे डाँडा माथि चिन्डे डाँडा त्यो पनि राम्रो छ बाटो अहिले खत्तम छ अरे क्या बर्खाले गर्दा है पानी परेर ठाउँ पनि राम्रो छ अरे क्या डाँडामा बस्ने खाजा खाने गफ गर्ने एकदम राम्रो अब चाहिँ गर्मी हुन थालेछ हामी चाहिँ यहाँ एकछिन रेस्ट गर्दैछौँ कस्तो फिल भइरहेछ त साथी आज एकदम रमाइलो लागेको छ कामको घरको वाक्क लागिसकेको थियो आज एकदम फ्रेस भयो माइन्ड पनि फ्रेस भयो आनन्द लाग्यो कहिले कहिले चाहिन्छ क्या यस्तो ओइ आज मलाई के गरेको त्यो भइरहेको कस्तो पारेको लाज लाग्दैन तँलाई सुन्यो भाइ के सोच्यो भाइले लाज लाग्दैन के गरे पाप सुन्यो भाइ भाइले सुन्यो नि कस्तो पाप होइन म त
भाइले होइन अब अनि मात्रै भइसक्यो त अहिले त जहाँ चाहिँ के भन्छ ब्रान्ड बम पड्काइदिइहाल्छ मेटाबोलिजम समस्या छ त्यही भएर हो मेटाबोलिजम समाज मेटाबोलिजम समस्या भइसकेपछि अब अलिअलि त हुने कुरै भइहाल्यो होइन दही र चिउरा सबै झुकिसके दही र चिउरा खाइदिएको छु होइन साथीले फेरि मलाई होइन यसले आज सकिए यसले आज ड्राम श्रम संस्कृति पार्टी एकदम फोहोर बनाइदियो दुर्गन्धित दुर्गन्धित बनाइदिएँ मैले दुर्गन्धित बनाइहालेँ भाइले सुनेन जस्तो छ भाइले सुनेर नि के गरोस् सुनिसक्यो भाइले सुनेन जस्तो छ दृश्य हेर्दै बसिरहेछौँ होइन अब हाम्रो केटी मान्छेको काम को मान्छे आयो कस्तो खालको आयो को कस्तो कस्तोहरू आइरहेछन् होइन के गरिरहेछन् कसरी फोटो खिचिरहेछन् होइन भन्ने हेरिरहेछन् अब अरूले पनि हामी त्यहाँ पुगेर फोटो खिच्दाखेरि त्यस्तै देखिने हो हात फेरि पुरा आज मन्दिर गएर गाला त अब चुकिलो फोटो खिच्यौँ भनेदेखि गाला यत्रो आउँछ गाला यो यत्रो अनि अब मेरो त अनुहारै खन्दानी होइन अनुहारै खन्दानी अब यतिकै पनि ठुलो छ होइन निधारमा अब यसो सम्झिँदा एक पति जति चामल छ अर्थ छ नै तिम्रोमा अलि मेरोभन्दा 50% कम हो मेरो भन्दा अब मेरो चाहिँ फेरि खतरा निधार छ होइन देखिरहेको छ निधार भन्दा पनि अनुहारै कस्तो राम्रो बनाउँछ है कालो आउनुहोस् है त्यो अलिक कालो हुँदो रहेछ अब तपाईँहरू हेर्न सक्नुहुन्छ यहाँबाट यसरी गएर आज मेरो साथीको अनुहार चाहिँ एकदम आउने भयो आएको आइस अब चाहिँ हामी यहाँनिर भाइरल फुल यही होला होइन यही खोला हो होइन कहिले कहिले ओर्लिएर बाढीहरू आएर लासम संस्कृति के अरे त्यो बगैया अरे भन्ने संस्कृति भनेर हुन्छ यहीँबाट हो यही खोला हो है हामी चाहिँ फोटो खिच्नु पर्यो हर्खाजीको टाउकोमा राखेर यो फोटो म सिधा खिचिदिन्छु तेरो यसरी म बङ्ग खिच्दियो भने त तिमी गयौ यहाँ पनि अब फुलबारीहरू त बनाइरहेछ जाउँ माथि जाउँ न त गएर श्रम संस्कृति पार्क भनेर नाम त त्यही छ होइन छुट्टै रहेछ क्या यतानिर चाहिँ चार्जिङ पोइन्ट भनेर भनेको छ त चार्जिङ गर्ने ठाउँ पनि रहेछ
के छ साथी अनि भेडाको अगाडि बसेको छौ त भेडा यो कस्तो दामी यस्तो सिङमला खतरा लाग्यो क्या त साथीहरू कस्तो छ त चाहिँ यो केमा बसेको बाघमा सिंह लायन आमा लायन वाच भन्न मिलेन होइन प्रत्येकमा एउटा एउटा चिजहरू राखिदिएको छ कसैमा लायनमा कसैमा यो के हो नाम पनि थाहा नभएको चिजहरू छन् गोर्नी भयो नि निस्किनु मैले अब अर्को ठाउँमा पनि मैले अझै माथि पनि छ माथि उयो उयो ए अघि तल हामीले देखेको पार्क चाहिँ त्यहाँ रहेछ क्या अघि तल देखेर थियो नि सबै चिजहरू यहाँ रहेछ नि अर्को बाघ ठ्याक्कै अर्काको अनुहार रहेछ है हुन त उसकै अब त्यो एउटा मूर्ति हो होइन तर कस्तो मजाले बनाएर छ यो चाहिँ होला क्या मेन बनाउनु अब आज नयाँ त्यो भनेर किनेको होला नि त होइन उयो त्यो भनेर किनेको होला नि त सर्ट मतलब टी सर्ट नयाँ भनेर होइन बिचराको पछाडिको ट्यागै हटाएको रहेन रहेछ मतलब उयो माथि थियो होइन टिकटक बनाउनलाई तलबाट भिडियो गरिदिइरहेको छ अनि यसो हेरेको पछाडिको ट्याग लगाइरहेको छ क्या आयो हामी चाहिँ यहाँनिर अर्को पार्कमा आएको छौँ तर कस्तो राम्रो रहेछ क्या अर्को पार्क चाहिँ ल्याउने ठाउँ रहेछ क्या मैले भनेको चाहिँ उयो हो कि त्यहाँ रहेछ नि त घुमाउने ल्याउने होइन टाइम ठाउँ रहेछ नि त कस्तो राम्रो छ अब यो माथि जान बाँकी नै छ अगाडि हामी यताको हेर्नेछौँ होइन आरा काटिरहेको छन् यहाँ दुईजना हरेक कुराहरू यहाँ छ उयो तिमीले याद गरेछौ प्रकृतिसँग जोडिरहेछ नि है धेरै कुराहरू अघि बस्ने ठाउँहरू पनि कस्तो राम्रो चराचुरुङ्गीहरूसँग त्यो गरिरहेको थियो अहिले यहाँ हेर्नु न कति राम्रो छ नाम पनि ठ्याक्कै श्रम संस्कृति भनेपछि ठ्याक्कै श्रमकैलाई पनि रिप्रेजेन्ट गरिरहेको छ हरेक चिजहरू गरिरहेछ चिसो छ पानी भर्न जति बेलै पानी आउँदो रहेछ फेरि यो के हो नेचुरल पानी होइन खाइयो पानी चिनोबाट आएको पानी एक गिलास राखिदिएको रहेछ त खानालाई यो उतै त रहेछ नि त्यो अहिलेको तल हामीले देखिरहेको थियौँ होइन हामीले दिएको त्यो त छैन भन्छ वा कस्तो राम्रो देखिरहेछ कि कस्तो राम्रो पार्क बनाएको रहेछ होइन यो के अब करो एभोकाडो सुन्तला सुन्तला र कागती कागती होइन उयो होइन त भगटे चाहिँ भोगटे हेर्न फले यो चाहिँ श्रम संस्कृतिले रोपेरै होला ठुलो ठुलो कागती सागती सबै रहेछ कति चार ठुलो पनि भयो क्या हो माटो राम्रो भएर होला है पार्कतिर आएको गऱ्यो भने क्या फल्ने हेर्न फुलहरू त्यस्तै राम्रो भएको छ जे कुरा पनि है फस्टिएको छ कस्तो राम्रो हामी चाहिँ अब यहाँनिर माथि जाँदैछौँ पुलबाट म र साथी उयो त्यो हेर्नको लागि हो स्पेसल्ली चाहिँ त्यही होला कि पुल तार्दै हामी यहाँ जाँदैछौँ यहाँनिर पानी आउने रहेछ एक खरे खोलाको पानी आउँदो रहेछ है खोला खोला त्यही भएर यतानिर कहिले कहिले पहिरो अब पाहाडको होइन त्यो नै पहिरो जाने त्यो हुने हुन्छ यहीँ हो यहाँबाट हामी हेर्नेछौँ कस्तो राम्रो देखेछ है यहाँबाट पुलुङ पुलुङ गर्दै हामी फाल्दैछ ल
हामी चाहिँ यो धरानको मेन श्रम सांस्कृतिक पार्क चाहिँ यो रहेछ यो हो कि क्या हो होइन यही नै हो रे। पहिला चाहिँ हामी उयो अगाडि चाहिँ यहाँनिर गयौँ त्यहाँनिर पनि छुट्टै रमाइलो भएको थियो होइन जब माथि आयौँ यहाँ आइसकेपछि फेरि यहाँनिर छुट्टै खालको के कस्तो राम्रो स्ट्रक्चरवाला बनाएको छ होइन नेचरसँग गरेर बनाएको त्यहाँ चाहिँ फुलबारीहरू मात्रै थियो प्रायः जस्तो सबै तर होइन मलाई लाग्छ सबै गोर्खा वेलफेयरले बनाएको मतलब हो है सहयोगबाट त्यहाँ त्यो सिग्नलै त्यस्तो साइनै त्यस्तो छ हेर्दाखेरि गोर्खा वेलफेयरकै साइन मलाई त अब नेपालीको गौरवको कुरा पनि भयो होइन खुकुरी भनेको र पनि हो कि उनीहरू जस्तो युके फाउन्डेड होला क्या अनि अब यत्तिको बनिनु राम्रै हो नि होइन यत्तिको बनिनु र यत्तिको मान्छे हुनु भनेको राम्रै हो अर्को भनेको आई विस होइन यहाँनिर पहिरो चाहिँ नगइदियोस् के पहिरो गएर यो यस्तो राम्रो हुन्छ नि यहाँबाट पहिरो गएर यस्तो राम्रो ठाउँलाई चाहिँ नबिग्रियोस् भन्न चाहन्छु म तपाईँले यहाँ घुम्न सक्नुहुन्छ टिकट भनेको प्रति व्यक्तिहरू 20 रुपियाँ मात्र लाग्छ होइन 20 रुपियाँमा तपाईँहरूले यस्तो राम्रो ठाउँ हेर्न पाउनुहुनेछ वाउ यसरी भन्दै अब हामी लागौँ अब चाहिँ हाम्रो लास्ट आइसकेको छ अब एकछिन यहाँनिर घुम्ने त्यसपछि हामी घरतिर मोडिन्छौँ सँगै राखेको एकदमै डिसेन्ट खालको कलर क्या डिलिक मिलिक नभएको डिसेन्ट खालको छैन त न ग्याङ पनि ल बोल्न त यो पक्कै मतले एक्चुअली यहाँनिर भिडियो बनाउँदै हुनुहुँदो रहेछ माफ गर्नु होला होइन उहाँको भिडियो मेरो भिडियोमा आउने भए तर युट्युबरै हुनुहुँदो रहेछ उहाँ अब चाहिँ हामी फर्किँदैछौँ हाम्रो यात्रा सकिसकेको छ अब हामी चाहिँ फर्किन लागेको यहाँनिर भन्दै सबैले टाटा बाई बाई हामी अर्को भ्लग्समा भेट्नेछौँ लाइक एन्ड सब्सक्राइब गर्नुहोला एकचोटि श्रम संस्कृति पार्टी घुम्न नआउने पार्क श्रम संस्कृति पार्क घुम्न नआउने मान्छेहरू एकचोटि घुम्न आउनु होला यहाँनिर भन्दै बाई बाई एकदम राम्रो ठाउँ छ है सबैजनालाई वेलकम छ